र सम्पूर्णलाई मेरो अपिल के छ भने यो भिजिट भिसा प्रकरण चाहिँ कुनै दल विशेषको मुद्दा होइन, यो हामी सम्पूर्णको साझा मुद्दा हो। र आजको एकजना गृहमन्त्रीको कुरा होइन, यो 14-14वटा गृहमन्त्रीको कुरा हो। 2064 सालदेखि अहिलेसम्मको कुरा हो। त्यो भएको हुनाले सम्पूर्ण राजनीतिक दल र यो संसदीय दलका सम्पूर्ण सांसदहरूलाई रापरपाको तर्फबाट तपाईँहरूलाई अपिल छ, हामी एक ठाउँमा आउँ, मानव बेचबिखन विरुद्ध चाहिँ हामी एकजुट बनाऊँ। यो कुनै व्यक्तिको कुनै दलको मात्र मुद्दा होइन। आज हजारौँ मान्छेहरू बेचिएका छन्, लाखौँ मान्छेहरू बेचिएका छन्, आज अल्पत्र परेका छन्। जनताले दिएको विश्वासलाई हामी घात नगरौँ। त्यही भएर सबैलाई अपिल हुन अनुरोध छ। जाँदा जाँदै सरकारलाई भन्न चाहन्छु, अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दा कति दिन छेकिएला र आज नभए भोलि त ढल्नै पर्छ, आज नभए भोलि त ढल्नै पर्छ, किनकि सत्यको जित निश्चित हुन्छ। यो जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन र संसदमा एउटा दलको पनि त्यतिकै हैसियत हुन्छ, एकजना सांसदको पनि त्यति नै हैसियत हुन्छ, संसदमा विरोधका बावजुद पनि संसद चल्यो भने रापरपाले आज पनि संसद बहिष्कार गर्छौँ। यो सभामुखज्यूलाई म अपिल र अनुरोध गर्न चाहन्छु, हाम्रा समस्याको समाधान सरकारले गरोस्। सभामुखज्यूले भूमिका खेलुन्, सभामुखज्यूलाई पनि बाध्य नपारियो सरकारको तर्फबाट, म यो अपिल गर्न चाहन्छु। हस्, धन्यवाद समयका लागि। जरा